नमस्ते। आज लक्ष्मी पूजा तिहारको यहाँहरू सबैलाई शुभकामना। आज लक्ष्मी पूजाको दिन पैसाका कुरा त केही गर्नै पर्यो। पैसाका केही नियमहरू हुन्छन्, सम्पत्तिका केही नियमहरू हुन्छन्। आज कुरा गरेन भने कहिले कुरा गर्ने? झिलिमिली बत्ती बालेर सफासुग्घर गरेर लक्ष्मीको पूजा गरेर मात्रै हुँदैन। लक्ष्मीको पूजा कसरी गर्ने भन्ने पनि बुझ्नु पर्यो र वर्ष दिनभरि लक्ष्मीलाई कसरी सम्हाल्ने भन्ने पनि बुझ्नु पर्यो। आज पूजा गरेर मात्रै त भएन नि। र मानिलिउँ आज पूजा गरियो र लक्ष्मीले धनधान्य दिनुभयो। अब त्यसपछि के गर्ने त? त्यो पनि त सिक्नु पर्यो। हो, त्यसका केही नियमहरू, पैसाका अथवा सम्पत्तिका केही नियमहरूका बारेमा आज बताउँछु म। सम्पत्ति जति कमाउनुहुन्छ त्यसलाई 4 भाग लगाउनुपर्छ। पहिलो भाग उपभोग गर्ने, दोस्रो भाग दान गर्ने, तेस्रो भाग बचत गर्ने र चौथो भाग सन्तानलाई छोड्ने। सन्तानको लागि भनेर सबै सम्पत्ति छोड्ने होइन। जसले त्यो गर्छ त्यो मूर्ख हो। 1, सम्पत्तिको दोस्रो नियम, सम्पत्ति कि उपभोग गर्नुपर्छ कि दान गर्नुपर्छ, होइन भने नष्ट भएर जान्छ। ढुक्क भएर बस्नुहोस्। उपभोग अथवा दान नगरेको सम्पत्ति नष्ट हुन्छ, बचत गर्दैन। यो नष्ट हुने वस्तु हो। तेस्रो कुरा, सम्पत्ति तेस्रो पुस्तामा सर्दैन। सामान्यतया सर्दैन। यदा कता कहिलेकाहीँ राजा महाराजाहरूको इन्स्टिट्युसनल रूपमा सर्ने दोस्रो कुरा हो। सम्पत्ति तेस्रो पुस्तामा सर्दैन भन्नुको मतलब बाले छोराको लागि हुर्काइदिने हो। आफ्नो सम्पत्ति युज गरेर छोराले आफ्नै लागि कमाउनुपर्छ। नाति पुस्तामा सम्पत्ति सर्दैन। भेरी रेयर। तपाईँहरू सोच्नुहोस् कतिजना हजुरबाको घरमा बसिरहनु भएको छ तपाईँहरू। भेरी रेयर। 50मा 1जना पनि छैन। यदि त्यो हजुरबाकैले कमाएको घरमा बसिरहेछ भनेदेखि ती सन्तान नालायक सन्तान हो। आइएम भेरी सरी टु से। त्यही भएर एउटा भनाइ छ, बाउको सम्पत्तिमा मोज गर्ने हो, आफ्नो सम्पत्तिले आवश्यकता पुरा गर्ने हो। आफ्नो सम्पत्तिमा मोज गर्न पुग्दैन, आफूले कमाएर मोज गर्न पुग्दैन। हामी मिडल क्लास मान्छेहरूलाई है, मिडल क्लास, लोवर मिडल क्लास, बाउकोमा मोज गर्ने हो, सकेसम्म आफ्नोले आवश्यकता पुरा गर्ने हो। तपाईँले कमाएको 50% आवश्यकतामा खर्च गर्नुहोस्, 30% चाहनामा खर्च गर्नुहोस् र 20% बचत गर्नुहोस्। आवश्यकता र चाहना फरक कुरा हुन्। आवश्यकता नभई नहुने हो, चाहना रहर हो। 50% आवश्यकतामा खर्च गर्ने, 30% रहरमा खर्च गर्ने र 20% बचत गर्नुहोस्। अर्को नियम, घरमा भएका कमाउने उमेरका सबैले कमाउनुपर्छ। के कमाउन सहयोग गरिदिनुपर्छ, के सबैले कमाउनुपर्छ। अर्को नियम, कमाएकोमा बचत कटाएर मात्रै खर्च गर्नुपर्छ। पहिला कमाउने अनि खर्च गरिसकेर बच्यो भने मात्रै बचत गर्ने होइन। सर्टेन पैसा बचतमा राखिसकेपछि मात्रै बचेकोले खर्च टार्ने हो, खर्च गर्ने होइन, खर्च टार्ने हो। अर्को नियम, ठुलो सामान केही किन्नु छ भने एक रात पर्खिनुहोस्, कतै तपाईँको मुड चेन्ज हुन्छ कि। अर्को नियम, दुईटा किन्ने क्षमता नभइकन एउटा नकिन्नुहोस्। आइफोन 17 म्याक्स प्रो चाहियो, तपाईँसँग दुईटा किन्ने क्षमता छ भने मात्रै एउटा किन्नुहोस् है। एउटा मात्रै किन्ने क्षमता छ, एउटा किन्न पाउनुहुन्न। बजार जाँदाखेरि दुईटा कुरा सोच्नुहोस्। पहिलो कुरा, के यो नभइकन मेरो जीवन सरल रूपमा चल्दैन, अथवा अर्को, के म यही सामान किन्नलाई बजारमा आएको हो। यति कुरा बुझ्नुहोस् तपाईँले। अब 3टा कुरा बताउँछु। कमाउनु कर्म हो, कर्म गरेपछि कमाइ छ। कमाउनु कर्म हो। बचाउनु अथवा बचत गर्नु बानी हो अथवा भक्ति हो। कर्म, ज्ञान र भक्ति भन्छौँ नि, बानी हो। बचत गर्ने बानी हो र त्यो बढाउने काम जुन हुन्छ नि, हो त्यो बढाउने काम ज्ञान हो। कमाउनलाई तपाईँले कर्म गरे पुग्छ, बचत गर्नलाई बानी हुनुपर्छ, बिहेभियर हुनुपर्छ, र तपाईँको सम्पत्ति बढाउने भनेको ज्ञान हुनुपर्छ त्यसको लागि। त्यो ज्ञान हो। अब कुरा गरौँ एकछिन लक्ष्मी पूजाका बारेमा। आज लक्ष्मी पूजा गर्न हामी सबैलाई आउँछ। साँझमा आफ्नो नित्य आरतीहरू गरिसकेपछि लक्ष्मीको पूजा गर्ने, पकवान, मिठाई, त्यसपछि सौभाग्यका सामानहरू, पूजा सामानहरू राखेर धूपदीप नैवेद्य सबै गरेर पूजा गर्छौँ। पैसाहरू पूजा गर्छौँ। आफूसँग भएका हाम्रो घरमा त गाडीहरू, इभन कम्प्युटर्सहरू पनि, मेरो लागि चाहिँ कम्प्युटर्सै सम्पत्ति हो। कम्प्युटर्सहरूदेखि लिएर सबै चिज भएका आफ्ना सम्पत्तिहरू पूजा गर्ने चलन छ। पूजा गर्ने एउटै कुरा बताउन खोजेको कुरा के हो भने लक्ष्मीको पूजा गर्दा नारायणको पनि पूजा गर्नुपर्छ। लक्ष्मी एक्लैलाई पूजा गर्नुहुन्न। कहिले पनि श्रीकृष्णको पूजा गर्दाखेरि पनि रुक्मिणी, सत्यभामा, राधाहरूलाई सँगै राखेर पूजा गर्नुपर्छ। श्रीकृष्णको एक्लै पूजा गर्नुहुन्न। रामको पूजा गर्दा सीतालाई सँगै राखेर पूजा गर्नुपर्छ। शिवजीको पूजा गर्दा पार्वतीलाई सँगै राखेर पूजा गर्नुपर्छ। र त्यसको अपोजिट पनि, पार्वतीको एक्लै पूजा गर्नुहुन्न, शिवजीलाई राखेर पूजा गर्नुपर्छ। त्यसै गरी सीताको मात्रै पूजा गर्नुहुन्न, रामलाई सँगै राखेर पूजा गर्नुपर्छ। यहाँ यो शास्त्रीय विधान हो। तपाईँले आज लक्ष्मी पूजा गर्दाखेरि भगवान् विष्णुलाई
सँगै राखेर पूजा गर्नुपर्छ। हामी सत्यनारायणको पूजा गर्दाखेरि पनि भन्छौँ नि, भन्ने बेलामा सत्यनारायणको पूजा भन्छ, पूजा गर्ने बेला के छ, रमासहित सत्यनारायणाय नमः भनेर हामी पूजा गर्छौँ नि। हो, यहाँ एउटा कथा छ। कथा के हो भने, यदि तपाईँले आज लक्ष्मीको मात्रै पूजा गर्नुभयो, लक्ष्मीको मात्रै आराधना गर्नुभयो भने लक्ष्मी आउनुहुन्छ, लाटो कोसेरोमा चढेर आउनुहुन्छ। तपाईँलाई धन धान्यले दिनुहुन्छ, तर लाटो कोसेरो जस्तो बनाइदिनुहुन्छ, अन्धो बनाइदिनुहुन्छ। दिउँसो तपाईँले केही देख्नुहुन्न उज्यालोमा। तर तपाईँले भगवान् विष्णुसहित लक्ष्मीको आराधना गर्नुहुन्छ भने भगवान् विष्णु आउनुहुन्छ, गरुडमा चढेर आउनुहुन्छ। गरुड भनेको साक्षात् वेद हो, ज्ञान लिएर आउनुहुन्छ। र लक्ष्मी पनि आफ्नो वाहन ल्याइरहनु परेन, दुवैजना दुईवटा वाहन लिएर त आउनु परेन नि। लक्ष्मी पनि केमा आउनुहुन्छ? गरुडमा, भगवान् नारायणसँगै आउनुहुन्छ। र तपाईँलाई सम्पत्ति पनि दिनुहुन्छ र ज्ञान पनि दिनुहुन्छ। बुझ्नु पनि कथा। लाटो कोसेरो बन्नी कि लक्ष्मीको सम्पत्ति र गरुड भगवान् विष्णुको ज्ञान दुइटै लिने भन्ने कुरा तपाईँ सोच्नुहोस् तपाईँले। त्यसैले लक्ष्मी पूजा गर्दा नारायणको पनि पूजा गर्नुपर्छ। कुरो के हो रे? सम्पत्ति तेस्रो पुस्तामा सर्दैन। बाउकोमा मोज गर्ने, आफूले आवश्यकतामा खर्च गर्ने, 50% आवश्यकतामा, 30% रहरमा र 20% बचत गर्ने, कमाएकोमा बचत छुट्याएर मात्रै खर्च गर्ने, उपभोग नगरेको सम्पत्ति नष्ट भएर जान्छ। यी लगायतका आज मैले धेरै कुराहरू भने, एकचोटि होइन दुईचोटि सुन्नुहोस् आजको यो भिडियो है। तपाईँको दिन शुभ बितोस्। ह्याप्पी तिहार अगेन।